ओके, यहाँ जोडिनुभएका सम्पूर्ण साथीहरूलाई नमस्कार। यति बेला म सूर्य तारा यो ढाका पसल ढाका सप चुनदेवी भक्तपुरमा आइपुगेको छु। यो टिकटकबाट भएको एउटा परिचय प्रत्यक्ष भेटघाटमा परिणत भएको छ। मलाई अपार आनन्दको अनुभूति मिलेको छ। आज थोरै चाहिँ बातचित भयो, कुराकानी भयो, पारिवारिक कुराकानी, आत्मीयताका कुराकानी, अत्यन्तै खुसी लाग्यो है। र आदरणीय तारा दिदी, म उहाँलाई दिदी भनेर सम्बोधन गर्छु, र उहाँको यो पसल है एकदमै यो नेपालको सुन्दर जिल्ला अनि घुमौँ लाग्ने जिल्ला को पनि एउटा सेन्टरमा रहेको छ। यहाँहरूले ढाका सम्बन्धी केही है पक्कै पनि आवश्यकता परेको ठान्नु भएको खण्डमा मलाई नै सोद्धा पनि हुन्छ र आदरणीय दिदीलाई पनि सोद्धा हुन्छ। दिदी, यहाँलाई चाहिँ एकदमै नमस्कार पनि छ। अनि यो यहाँले के भन्न चाहनुहुन्छ यो क्षणमा? नमस्कार सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा। सर्वप्रथम त यहाँहरूलाई म आभार प्रकट गर्न चाहन्छु। मेरो चाहिँ आज हाम्रो दिदी र भाइको भेट चाहिँ टिकटकबाट सुरु भएको भेट हो। मेरो पसल यहाँ भक्तपुरको चुनदेवी स्थित छ। भरसर कहाँदेखि धेरै टाढादेखि पनि दिदीलाई खोज्दै यहाँसम्म आउनुभयो। आज दिदीभाइको भेट भयो र एकदम म धेरै खुसी छु। हजुरहरूलाई पनि यहाँ सामानहरू चाहियो, ढाकाको सबै सामानहरू चाहियो भने चाहिँ, कपडाहरू चाहियो भने चाहिँ हजुर पनि भरसरसँग चाहिँ उहाँसँग सम्पर्क गरेर पनि आउन सक्नुहुन्छ। नचिन्ने साथीहरूले, चिन्ने साथीहरूले सिधै यो चाहिँ अरनिको राजमार्ग अरनिको हाइवे हो, भक्तपुरको चुनदेवी स्थित छ है। सल्लाहघारीभन्दा अलिकति अगाडि, स्टेप अगाडि हो। हजुरहरूलाई चाहिँ सुपथ मूल्यमा यहाँको यस्तो टोपीहरू, ढाकाको साडीहरू छ। हजुरहरूले कुर्ता सुरुवाल, कोटको कपडा, टप्सहरू जुनै पनि हजुरले चाहिँ लान सक्नुहुन्छ। खाडीको दौरा सुरुवाल छ, अल्लोको कोट छ, हजुरले चाहिँ लान सक्नुहुन्छ, आउन सक्नुहुन्छ। विशेष टिकटकबाट आउनुभएको साथीलाई विशेष छुट छ। ओके, यहाँले चाहिँ छुटको पनि आफ्नो मुखारबिन्दबाट बताइसक्नु भएको छ र मलाई मेसेज पनि छोड्न सक्नुहुन्छ यहाँहरूले। म डाइरेक्ट है यहाँहरूले यो अर्डर बुक पनि गर्न सक्नुहुनेछ। ठिक छ, आदरणीय दिदीलाई धेरै धन्यवाद दिँदै म भने भिडियो फुटेजलाई विश्राम दिन चाहन्छु। धन्यवाद।